हो नि हो सत्य हो वर्षमा एकचोटि टमाटर यो चाहिँ सुन खोजिरहेको अवस्था। आज मेरो बर्थडेमा मिठाईको चक्लेट हराइसकेको छ। छोरी मान्छे चाहिँ नि साथीहरू बिहे गरेर गइसकेपछि चाहिँ आफ्नो माइती घर आउँदाखेरि जहिले भोलि खाँदा खाँदा अमन हुँदैन। नाम हो यसको चटपट। आज खायो भोलि बिहान चटपट। बेला कहिले भ्लग गर्छिन् माया हो चटपट माया हो। ग्याङ चाहिँ भेला गरेर चाहिँ हामी चाहिँ जाँदैछौँ होइन साथीहरू। बहिनी जोइ चाहिँ अगाडि कुदिसके यिनीहरूलाई डर काममा पेराउँछ। ओइ ओइ रुक पक हो त्यहीँदेखि यता 1300 होला त्यहीँदेखि 1300 हो त्यहीँबाट पस्ने के त्यहाँको बाटोबाट अबिरल पनि लगेको। छोरी मान्छे चाहिँ नि साथीहरू बिहे गरेर गइसकेपछि चाहिँ आफ्नो माइती घर आउँदाखेरि चाहिँ एकदम स्वतन्त्र फिल गर्छन् क्या। त्यस्तै हुन्छ। मेरो बहिनी पनि यसो आएको छ नि त अनि उसलाई पनि त्यस्तै फिल भइरहेको होला एकदम आनन्द फिल भइरहेको होला होइन। अनि मलाई पनि त म पनि बाहिर जाँदाखेरि चाहिँ मलाई पनि त्यस्तै फिल हुन्छ। अनि त्यही हो छोरी मान्छेको पीडा होइन। पीडा त हुनु त छोरा छोरी सबैलाई नै हुन्छ तर अब छोरा मान्छेको पीडा त्यही टाइपको हुन्छ छोरी मान्छेको पीडा त्यही टाइपको हुन्छ। सो अनि साथीहरू मेरो चाहिँ फाइनली 400 चाहिँ सब्सक्राइब क्रस भइसकेको छ होइन।
जति पनि मेरो सब्सक्राइबरहरू हुन्छ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै साथ सपोर्ट दिएर चाहिँ अघि बढाइदिनु हुन चाहिँ धेरै धेरै विनम्र अनुरोध गर्दछु हैन। अनि जहिले चाहिँ उहाँनेर चाहिँ आफ्नो साथीहरूलाई चाहिँ भेटेर चाहिँ कुराकानी गर्नुहुँदैछ। गइसक्नु भयो गफ गरेर पनि मलाई चाहिँ अलिकति अनकम्फर्टेबल भएर चाहिँ उहाँहरूको चाहिँ भ्लग गर्न सकिनँ। कति बोरा खनिजाको म भन्ने चाहिँ छोरी मान्छे माइत आयो भने चाहिँ एकदम स्वतन्त्र फिल गर्छ क्या, त्यही भएर हेर्नु त त्यहाँनिर साथी बाँदरको बाँदरहरू पनि एकदम रमाइरहेछ आज। सबै आफ्नो आफै चढ्दै जान्छन्, मलाई चाहिँ चढाउँदैन कसैले पनि। दुईजना चढ्यो भने त फेरि पङ्चर हो मलाई। हिँड्नु पनि बिर्सेछ साथीहरू मेरो बहिनीले चाहिँ। हजुर साथीहरू हामी चाहिँ जङ्गल छिरिसक्यौँ होइन। धामी बस्न आएको थाल धमिनी चाहिँ बिचको मान्छे हो, देखिसक्नुभयो। उब्रिन अलिक त्यस्तो नगरे आफै गोर भन्नुहुन्छ नि भयो। आज भोलि अलिक गोरी देख्छ हालेछ, नभए त अस्ति ताममा पोतले त काल्ले। अब चाहिँ यसरी टक्क माटो मुसेर लानुपर्ने, उहाँ गरेर गर्दा हुँदैन दिदी? यहाँबाट चाहिँ खनेर साथीहरू माटो चाहिँ लानुपर्ने हुन्छ। अनि यो त घरकै माटो जस्तो छ त। गम खन्दा हुँदैन? जङ्गलको अनुहार नदेख्ने मान्छे कस्तो फिल हुँदैछ? हेर्न केही गर्दैछ नगरिराख्दा चाहिँ हुँदैन? उठाउ थापा, अब त भ्लगर भइहाल्यो। यहाँ भिडियो गरिदिनु जय साहब। त्यो सकेछ? त्यो एक ठाउँमा गएर निगेर सकेछ। देखिँदैन नि त नि अनुहार यस्तो घोप्याएर। तपाईँले चाहिँ छोपिसक्नु दबाई चाहिँ के को दबाई हाल्नु? किराको? हाम्रो नि माटो थिएन त घरमा। यो चाहिँ सुन खोजिरहेको अवस्था। अब चाहिँ यसरी चाहिँ टक्क जहीलाई बोकाएर चाहिँ यसरी लिएर जानुपर्ने हुन्छ माटो। बादर रमाएन दीक्षा गुरुङलाई देखेर? मेरो साथी आयो भन्दै रमाउँदै नाच्दै थियो त।
यो परे अहिलेको नानी गीत सत्य हो के अरे गीत गाइदिनु एउटा सत्य हो वर्षमा माइत गएको हो ए आफ्नै बनाएर त्यो कपी डोन्ट कपी हो सत्य हो गुरुङनी बुढी पाकै हो सत्य हो छेत्री बुढा पाकै हो ए तेरो हो नि हो सत्य हो वर्षमा एकचोटि टमाटर रोपेकै हो पैसा कमाकै हो समाकै हो खर्च पनि भएकै हो सत्य हो यो पालि ज्वाइँले माटो ल्याएकै हो नि हो सत्य हो फर द फर्स्ट टाइम काम गरेकै हो नि हो सत्य हो बिहे गरेपछि बल्ल बल्ल यत्रो बल देखेकै हो नि हो झरेछ ठेल्नुपर्छ ठेल 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 तर ठेल्नुपर्छ अब त ब्लगर हो उयो डान्स गर्न अहिलेको नयाँ भाइरल तृष्णाको हौ तृष्णा गुरुङको हिजो सिकेको क्या हामी डान्स गर्ने भनेको खै स्टेप गर न त्यो त्यही साउन्डमा हालिदिँदा भइहाल्छ यता फर्केर हो हालु खोइ के जाति मलाई नै आएन कि साथीहरू हामी चाहिँ अब घर जाँदैछौँ घर गएर चाहिँ फेरि घरको काम गर्नुपर्छ अनि फेरि एकचोटि एकलट चाहिँ फेरि लिन आउनुपर्छ किनभने यतिले पुग्दैन तेली खोला लग्ने भनेको नि सपनै भइसक्यो गाईहरू सुन्नु होला तेली खोला चाहिँ किन लानु पुल हेर्नु जाउँ भनेर मैले अहिले भनेको तपाईँलाई भोलि 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 भइसक्यो पर्सिदेखि त्यस्तो लाग्छ अनि अर्को शनिबार आयो घाउले जीवन भएपछि भनेको बेला हिँड्नु पाइँदैन कहिले कुटे बोक्नुपर्छ कहिले कोदाली बोक्नुपर्छ साथीहरू कहिले डोको बोक्नुपर्छ कहिले डालो बोक्नुपर्छ होइन कहिले सुकुल बोक्नुपर्छ सुकुल हो सुकुल यो गर्न सुकुल सुकुल भनेको चट्टी क्या चट्टी ए चट्टी भन्नु बुनेको चट्टीलाई सुकुल भन्छ ओट पहिलेको पराल केले बुनेको हुन्छ नि त्यो सुकुल भन्छ मम्मी चाहिँ दिउँसोको समयमा पुरा आराम गरिराख्नु भएको रहेछ माटो जङ्गलबाट माटो ल्याएर पनि हामीलाई चाहिँ यहाँनिर बर्थडे इन्भाइट आयो सो बर्थडे चाहिँ कसको भन्दाखेरि चाहिँ हाम्रो भतिजो छोराको मेरो अनि दिदीले चाहिँ छिटो आइज भनेर भक्स फोन गरेर सो अब चाहिँ हामी त्यहाँनिर जाँदैछौँ अनि त्यहीँनिर पुगेर भेट्छु कसको बर्थडे हो भनेर पनि देखाउने छु हामी चाहिँ बर्थडे घरमा आइसक्यौँ साथीहरू बोलाएको छ भाउजूले भन्नु होइन अनि यहाँ अहिले हेर्छु फेरि यहाँ सबै फेला बस्दैछु मलाई त निम्तो सिम्तो छैन म चाहिँ के पो नलिआएको छु त म त हामी दिदी त्यही त आइरहेको छौँ तिमीहरू सबैजना आउँदैछौ त खोइ एक महिना सोध्छु फेरि उहाँदेखि मम्मी आउनु अरे भनेको आइकनले अनि किन भनेर भनेको आउनु अरे भन्छ अनि म चाहिँ लु जान तिमीहरू ठिक गएर आऊ भनेर त्यहाँ उभिएको म चाहिँ होइन त्यहाँ देवको के काट्छ अरे बुढाहरू बोलाएको अरे भन्छ जोगमा आउँछ आन्टी भन्छ खै हामीलाई पनि बोलाएको छ होला जानु नि दिदी भने होइन हौ आइकन होला बोलाएको छ त भने अनि के गर्नु चाहिँ के खोज्नु भएको तपाईँले त्यही त नि वेलकम सेम टी सर्ट छिटो न सेम टी सर्ट हाम्रो चाहिँ लुगै छैन बेच्चत नगा चाहिँ अरू लुगा लगाएको बेलामा कहिले भ्लग गर्छिन यही लुगा लगाएको बेला भ्लग गर्छिन्छ हामी दुईजनाको चाहिँ लुगा छैन कि जहिले लुगा छैन साथीहरू हाम्रो चाहिँ नन्द भाउजूको जहिले यस्तो हुन्छ यही मात्रै लुगा छ होइन जतिखेर भेट्छु यही मात्रै लुगा भेट्छु हजुर मलाई चाहिँ जहिले के फ्रिज खोल्नु बन्द गर्नु जहिले त्यही हो मेरो काम चाहिँ पुरामा आउँछ जाऊ फ्रिजमा खोल्नु अनि के आउँछ जाऊ फ्रिजमा जाऊ
बर्थडे बोय माथि छ बर्थडे बोय खै बर्थडे बोय हेरौँ बर्थडे बोय हेर्नु चलो माथि अडी टाइममा फ्री फायर खेलेंगे Happy birthday to you. Happy birthday to you. Thank you. Happy भनिसकेपछि न Happy birthday. Happy birthday. Happy birthday. Hello. छोरा Thank you, auntie. के अरे लगन हाल्नै यो चाहिँ किन नहाल्नु हाल्छु म त्यो किन भिडियो गर्नु त म किन भिडियो गर्छु बर्थडे भयो निश्चय हो बर्थडे जस्तो लागेकै छैन 1 वर्ष बुढो भएकोमा मेरो छोरालाई धेरै धेरै बधाई म त बुढो भइसक्यो बुढो भएको बैसा आएको भन्नु अब बैसा आइसक्यो बुढो भएको म किन यता चाहिँ बर्थडे बोयको भाइ हो मेरो युट्युब च्यानलमा केही भन्न चाहनुहुन्छ हजुर फेरि भन्नु पर्दैन बर्थडे बोयको भाइले चाहिँ काम गर्दैछ अरे के गरेको होइन हौ के अरे सब्स्क्राइब मैले देखेको छुइनँ लु धन्यवाद तिमीलाई राम 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 देवी केक काट्नको लागि चाहिँ रेडी हुँदैछ लो लो कसरी गर्नु कपुर लगाएको रहेछ अन्त नि मलाई मनै पर्दैन कपुर गाह्रो छ है कहिलेको सट हो यो खतरा छ त मनै पर्दैन कस्तो ह्यान्डसम देखेछ मैले त्यो बोका कहाँ राखेँ क्या यसको मिठाईको तपाईँ थियो क्या ल हेर्नु सक्नुहुन्छ आज मेरो बर्थडेमा मिठाईको चकलेट हराइसकेको छ मिठाईको चकलेट हराइसकेको छ हरायो भन्न नपाउँदै भेटाइसक्यो त नि मिठाईको चकलेट हरायो फेरि अब मिठाईको चकलेट हरायो गाह्रो पर्यो अलिकति छिटो बोल्ने हुँदा ल अब छिटो आऊ न तल जाऊ हजुर केक काट्न जाऊ म लाग्दिएको ल गाइज यो अब यो त्यो मुनामा उयो राख बर्थडे बोयलाई के भन्न चाहनुहुन्छ मेरो भ्लग मार्फत अघिदेखि वा 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 गरेर हिँड्दैछ अहिले दिन्छु भित्रको माहौल चाहिँ यस्तो रहेको रहेछ म भनिदिन्छु यहाँ बसेर बोकेर यहाँनिर चाहिँ चटपटे हो होइन अनि यहाँ हाल्नुपर्छ काँक्रा आलु रम्बम मसला खुर्सानी प्याज सबै हालेर बनाउनु पर्छ चटपटे चटपट हुन्छ मिठो खाएपछि हुन्छ हुन्छ छटपट छटपट नाम हो यसको चटपट आज खायो भोलि बिहान छटपट नाम हो चटपट यतिमा खानुपर्छ अनि रमाइलो हुन्छ मजा आउँछ ल ल ल तिमी खान्छौ खाँदैनौ म अब मलाई ट्युब हाल्दिया ओइ चुप मुनि हिँड न मुनि उता हिँड्न लाग्छ मुनि नै छु तिमी चाहिँ यहाँ मान्छे ढिलो भइसक्यो जाऊ 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 छिटो केक काट्नु केक काट्नको लागि चाहिँ हाम्रो चाहिँ सबै चिज रेडी भइसकेको छ होइन अनि यहाँनिर चाहिँ हामी सबै आफ्नो आफन्तहरू चाहिँ रेडी भएर बसिसकेका छौँ पड्काउने छैन पड्काउने छैन के भने यसको बर्थडे गरेको छैन नि त आन्टी अनि हाम्रा
लागेको आज त 16 लागेको पर्दैन अनि आन्टीले 16 भन्दै फोन गरेर सोध्दा आज 16 वर्ष लागेको के मार्नु पर्छ त म त भर्खर 16 अनि 17 पुग्छु अहिले कसरी हुन्छ भाइ सक्यो त 16 पुगेर 17 लागेको अहिले उमा भाउजूलाई म भन्दा कान्छो हाम्रो 1 वर्ष Happy birthday to you. अनि खोइ त साथी चाहिँ कस्तो महसुस हुँदैछ मलाई त कस्तो यतिका राख्नु पर्छ नि त पहिला बोल्ने भएन नानी कति राम्रो देखिरहेको निश्चल हाम्रो त लास्टमा आउँछ है बर्थडे यो त खुट्टा ढोकेको खोइ खुट्टा ढोकेको खोइ खुट्टा ढोक्नु पर्छ यता केक काटिरहेको छ मान्छे यता खाना खाँदै बसिन्छ भर्खर के हो यो के हुँदैछ यहाँ यो के हुँदैछ नाकको दुलो चाहिँ टार्दिन नटार्दिन फेरि भाइहरूलाई देऊ त खै खुट्टा ढोकेको खुट्टा ढोक्न त छोड्नै हुँदैन पैसा हेर्दैछु मैले हातमा अब फेरि थ्याङ्क यू अहिले फ्रेन्डको एक्सेप्ट गरेको छैन यस्तो रिस उठेको छ नि मलाई फ्रेन्डको एक्सेप्ट गर खुट्टे त म त खुट्टा ढोक्नु लाउँछ अहिले हेर्दै जान जानिस् सर केक खुवाइदिए दादालाई किन सक्छ लगेर फ्राक छिटो छिटो ढोक्नु नि ढोक आज ढोक्दैमा केही हुँदैन लु ढोकिहाल अब आएको रे साथी रे माथिको रुममै छ है बेज्जत हान्दिन्छु नि म त फेरि बेज्जत गर्दैछु है छोपला छिटो 2 सेकेन्ड गिफ्ट छ हो सिक्रेट म भिडियो गर्न आइहाल्छु ला गोल्ड पो म आउँछु है त सिक्रेट गिफ्ट हेर्नुलाई म त अहिले खुट्टा ढोक्न लगाउँछु के ज्ञानी हुनु नि आमाहरूले भनेको मान्नु सोचेको आँटेको कुराहरू सबै पुरा भएर जाओस् होइन
भाग्यमानी भएर तपाईँ आमाहरूलाई हेर्नु धेरै पढेर ज्ञानी हुनु आफूले सोचेको कुराहरू सबै पुरा गर्नु धेरै पढेर यता बाउ भर्खर माम खाएर आउँदै हसिन्छ मनी लोकन्दी बस्न जानुपर्ने अहिले त लोकन्दी त्यहाँनिर बस्नुपर्ने होइन यो टर्नमा मात्रै बसेर जानुपर्ने क्या लोकन्दी मैले देखेँ है देखेँ खुट्टा 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 ढगाउन त छोड्नै होइन नि खुट्टा ढगाउन छोड्नु हुँदैन रिस पनि यति साह्रो भयो कि केकको टिका लाउनु पर्छ अब यति धेरै रिस भयो केकको टिका लाउनु पर्छ अब त्यो चामलको टिका लगाइँदैन फेरि हामी सानोतिर होइन नि त फेरि कस्तो रेड कलरको केक अनि ठिक्क रेड कलरको टिका त्यस्तै देखिन्छ क्या म त पैसा दिँदिनँ खुट्टा मात्रै ढोग्न लगाउने अब यसलाई त पकायो ब्याकग्राउन्डमा मान्छेहरू नराम्रो आयो है पैसा हेर्दैछु है युट्युबर कति देखिन्छ यो बमले क्यामेराम्यानको हात झन्डै पोलेको छ होइन त्यही भएर मैले यसलाई फ्यालिदिएको अहिलेसम्म चाहिँ हातमा राखेको थिइस् र अविरत खेल्ने पोरी हो त म चाहिँ आज चाहिँ पुगेको है 16 चाहिँ हेर्नु सक्नुहुन्छ म चाहिँ आज स्विट 16 पुगेको छु होइन उता नि मम्मी हो नि फेरि लु अच्छा खुट्टा ढोगाको ढोगाइ ए दिनु नि हौ आज त ढोक्दैछ त्यही पनि दिदी के चुप पुच्चे मेरो नि खुट्टा ढोक यहाँ मैले त लगाइदिनु त ए लगाइदिनु के मसँग पैसा छैन के छिटो छिटो देबो ओइ पुच्चे छिटो देबो छिटो यहाँ खुट्टा खाली छ मेरो खुट्टा खाली छ छिटो उठेर यता आइज भाग्यमानी हुनु यो लगिजाऊ होइन केक बेच्ने म चाहिँ होइन केक बेच्नु लाग्दिएको साथीलाई दिनु सक्नुहुन्छ होइन हेर्नु सक्नुहुन्छ म चाहिँ यहाँ केक बेच्नु हिँडिसकेको छु केक बेच्ने आएकै म चाहिँ लु थोरै मान्छे 1000 रुपियाँ अब 1000 रुपियाँ एउटा 1000 लु नकिने 1000 बाँकी ह्याप्पी बर्थडे पनि भन्दैन हौ कस्तो रहेछ हौ
ह्यापी बर्थडे उनीहरूले पो आशीर्वाद दिने त यो त उल्टो नै जन्मेको थिइस् त जन्मिँदाखेरि पनि यहाँ छ निश्चल तल जा रे ल बाइल देबु बाइल मादम खाजा खुवाइ हुँदैछ है यहाँ चाहिँ हल्लापत्र गरेर बसेको हेर्छ नि यो हुँदैछ के लगाइदिनु अरे मेरो भ्लग होइन जेसुकै गर्छ मलाई नभन्छ मेरो त होइन नि हो नि हो भन्छ न मेरो भ्लग होइन नि यो ल म चाहिँ खाजा खानु बसेको ल साथीहरू मेरो भियसले नयाँ कुरा मेरो भ्लगमा केही भेट्दैन 1 2 3 यल्लै होइन मम्मी उमा भन्छ अरू लुगा लगाएको दिन कहिले भ्लग बनाइसिन्न नि जहिले हाम्रो तिनजनाको लुगा म्याच भएको मात्रै हाम्रो चाहिँ लुगा छैन क्या भ्लगमा बेइज्जत गर्छ म त नन्दा भाउजूको मात्रै होला भनेको त मम्मीको पनि त्यस्तै परेछ साथीहरू मलाई त चटपटे नथप्दी जानुभयो दिदी भ्लगमा बेइज्जत नगर्छ न चटपटे त धेरै छैन साथीहरू थोरै मात्रै छ एक थाल थपेको छैन म पनि आउँछु भनिसक्नु भएको छ अनि किन भयो भन्नु बाहिर बोली गएछु म चाहिँ चटपटे धेरै खानुहुन्न साथीहरू यो त एकचोटि थपेको मात्रै हो धेरै यहाँभन्दा धेरै चाहिँ खानुहुन्न बाहिर खाना खाँदिनँ मलाई बरु खाना खानु भन्नुपर्छ कर गर्नुपर्छ चटपटे खानु कर गर्नुपर्छ त्यही भएर हात खुट्टा कक्रिन्छ यो बिरामी हुन्छ कुरा चाहिँ ननिकाल्छ न हौ अझै छिटो न मान्छे अनुसार गरी थोर भएछ यता चाहिँ चटपटे थोर दिनु भएछ थपेकै छैन मैले त थपि नै दिएँ घरको प्लेटमा कति साह्रो चटपटे क्या आमामा यहाँ 2 जना गयो मेन 2 जनाको त मैले थपेकै छैन बल्ल पालायो बाड्दा बाड्दा थाक्नु भयो बल्ल भाइको चाहिँ सवारी भएको छ
तपाईँ त जान सुन्नुहोस् न बोलाउनु तपाईँले यत्रो अगाडि पब्लिक गर्नुपर्छ उसको भोला आउने बित्तिकै दिले दादा के अमन हुँदैन चटपटे खाँदा के भन्छ होइन अनि दिले दादा चाहिँ डेली भोला खाँदा खाँदा अमन हुँदैन है एन्सर चाहियो त डेली भोला खाँदा खाँदा अमन हुँदैन ए हामीलाई नै हुँदैन नि त्यसो भए चटपटे खाँदा माया हो चटपटे माया हो अन्त दिले दादाको भोला माया जस्तै मलाई नथाहा छ बोल्न सक्छैन क्या अब चाहिँ रिप्लाई त फेरि कृष्णको गडा पाउँछ पेट पनि अगायो धन्दा चाहिँ थुपारियो अब गइयो घर जानुपर्छ गाइस बाई बाई गाइस खाने बित्तिकै जानु हुँदैन 2 घन्टा बसेको क्या गुन्द्री ओछ्याउँछु सुत्ने एकछिन कसलाई त्यो चाहिँ ल धन्यवाद त्यसो भए गएको ल आन्टी सबैजना बस्नु ल बाई बाई साथीहरू बर्थडे खाएर पेट पड्काएर अब चाहिँ घर गयौँ होइन ठ्याक्कै कस्तो मिलेको क्या ठिक्क दिउँसो हुन्छ नि भोक लाग्छ नि त्यही टाइममा चाहिँ हामीले चाहिँ बर्थडे सेलिब्रेट गर्न पायौँ अनि हाम्रो भोक पनि मजाले मेटियो क्या बर्थडे खाएर अब चाहिँ हामी चाहिँ घर जान्छौँ अनि घर गएर फेरि लट जङ्गल जानुपर्ने छ साथीहरू यल्लो यल्लो किराहरू चाहिँ देख्नु भएन यहाँनिर अगाउनु पो बर्थडेले त्यसले त मलाई पुरा दिन हुँदो रहेछ खाइ नसकेर